यी हुन् दलाई लामा। दलाई लामा तिब्बतन बुद्धिस्टहरूको सबैभन्दा ठूलो हेड लिडर हुन्। यिनी सोशल एक्टिभिस्ट पनि हुन्, यिनी नोबेल प्राइज विनर पनि हुन् र यिनी अहिले एक 90 वर्षीय वृद्ध पनि हुन्। दलाई लामालाई अहिले आफू पछि आउने 15औं दलाई लामाको पुनर्जन्मको प्लानिङ गर्न निकै समस्या परेको छ। तिब्बतन बुद्धिज्ममा अहिलेसम्म 14 वटा दलाई लामाले जन्म लिइसकेका छन्। यिनको लिडरले पटक पटक पुनर्जन्म लिन्छन्, तर 15 दलाई लामालाई एउटा च्यालेन्ज फेस गर्नु पर्नेछ जुन उहाँभन्दा पहिलाका दलाई लामालाई फेस गर्नु परेको थिएन, र त्यो च्यालेन्ज हो चाइनाद्वारा घोषित राइभल दलाई लामा। चाइनाले तिब्बत कब्जा गरेको 7 दशक भन्दा बढी भइसकेको छ। चाइनाले तिब्बतको कल्चर र धार्मिक आइडेन्टिटीलाई लगभग ध्वस्त पारिसकेको छ, तर दलाई लामा चाइना बाहिर तिब्बतको आइडेन्टिटी जिउँदै राख्न सफल भएका छन्। दलाई लामा 1959 AD मा चाइनाबाट तिब्बतदेखि भारत आएका थिए। अहिले दलाई लामा विश्वभरमा फैलिएका 70 लाख तिब्बतन बुद्धिस्टका लिडर हुन् र यो कुरा चाइनिज सरकारलाई मन पर्दैन। 14औं दलाई लामा पछि जन्मिने 15औं दलाई लामाको घोषणा चाइनिज सरकारले गर्ने भनेको छ र चाइनाद्वारा घोषित दलाई लामा चाइनाकै इसारामा काम गर्नेछ। तर चाइनाको यो प्लान सक्सेसफुल होला त? चाइनाले यो किसिमको कोसिस पहिला पनि पञ्चेन लामासित गरिसकेको छ। यी हुन् पञ्चेन लामा। यी तिब्बतको सेकेन्ड हाइएस्ट र्याङ्किङ लिडर हुन्। यिनको पुनर्जन्मको घोषणा 1995 AD मा भएको थियो। चाइनिज सरकारले यिनलाई किडन्याप गरेर गायब गरिदिएको थियो। abducted that boy, kidnapped his whole family and disappeared him. र पछि चाइनिज सरकारले अर्कै केटालाई पञ्चेन लामा हो भनेर घोषणा गरिदिएको थियो। यो घटनाको 30 वर्षपछि अहिले चाइनाद्वारा घोषित पञ्चेन लामा चाइनिज कम्युनिस्ट पार्टीसँग मिलेर काम गर्छन्। दलाई लामाले यो षड्यन्त्र चाइनामा भएको देखेपछि My next life, ultimately, I will decide. No one else. 14 दलाई लामाले भनेका छन्, मैले आफ्नो अर्को जन्म चाइना बाहिर अर्कै देशमा लिनेछु। म केटाको रूपमा पनि जन्म लिन सक्छु, म केटीको रूपमा पनि जन्म लिन सक्छु। अहिलेसम्म 14 वटा दलाई लामा मध्ये 12 जनाले तिब्बतमै जन्म लिएका थिए र बाँकी 2 मध्ये 1 जनाले मङ्गोलियामा र अर्कोले भारतमा जन्म लिएका थिए। 14 दलाई लामाले उहाँले अर्को जन्म कुन देशमा लिने हो भनेर भनेका छैनन्, तर उहाँले भनेका छन्, मैले एक फ्री र डेमोक्रेटिक देशमा जन्म लिनेछु र त्यहाँ नै मैले आफ्नो कामलाई अन्जाम दिनेछु।